साथीहरु म चाहिँ अहिले यहाँ गरी भन्ने यो ठाउँमा घुम्न आएको छु। मज्जाको छ, रमाइलो रहेछ। आउनुहोस् है, तपाईहरु पनि घुम्न आउनु होस् है। यस्तो दामी छ बनाएको छ है सरकारले। यहाँ एकदमै राम्रो गर्नु भएको रहेछ। यस्तो खालको अग्लो ढुङ्गामा चाहिँ यसरी मजाले यो बनाउनु भएको छ। यी कस्तो मजाको छ। यी फर्स्टमा त च्यु च्यु पनि हुँदो रहेछ। यी यस्तो छ है साथीहरु। गढी मन्दिर खास चाहिँ यो हो। मेरो भाइले मन्दिरको घन्टी पनि बजाउँदैछ। यी एकदमै सुन्दर घन्टीहरू छ। यसरी सुन्दर मन्दिर छ, रमाइलो छ। आज चाहिँ बन्द रहेछ। खुल्लै रहेछ, होइन रहेछ, खुल्लै रहेछ। भित्र हुनुहुँदो रहेछ गुरुजीहरू। यो चाहिँ है यो वाल लाको यसरी यो चाहिँ जम्मै यसरी वालहरू लगाएको छ। यो राजा रानीले यसरी उहिले आएर यहाँ बसेको थियो अरे, लुकेर बसेको थियो अरे। यो डल्लै हो। यहाँ पनि म तपाईहरुलाई देखाउँछु। यो सबै हो। यसरी बसेको थियो रहेछ राजा रानी। यसरी त्यस्तो गर्दैन। यहाँ यसरी बसेको थियो अरे उहिले। यी यसरी कस्तो मजाले बनाएर बसेको थियो। हेर्नुहोस् त, यस्तो छ है। यहाँदेखि उँभो माथिसम्म चाहिँ रहेछ।